पहिला आफ्नो सुरक्षा हो त्यसमा चाहिँ अरू सुरक्षा अगाडि हिँड्ने त छैन छैन जाऊ जाऊ भाइ एकछिन कुरा गर कहाँबाट ल्यायो बिरामी हाम्रो बुधबाट ल्यायो के भयो कहाँदेखि भनेको बुधो त्यहाँ भरे भोलि फर्किने हामीलाई हजुर उकालीको फेदैमा गोरपिपलु छाया जता गए नि लाग्छ पावर दिँदो रहेछ नि मायालुको माया डाँडै डाँडै जाउँला कहिले रहै बरेला यो अन्तरिक्ष खेल्दै जो है बरु उकालो कठेला उकाक सबको एउटा ग्रुप होइन र मेरो एउटा ग्रुपमा अन्तरिक्ष सुरु गरौँ नि त लु तपाईँहरू त्यही ग्रुप दुईटा पत्रकार बाँड्ने हाम्रो उता एउटा पत्रकार तपाईँलाई त्यसपछि दुईजना हाम्रो दिदी बहिनीहरू बाँड्ने हाम्रो गणेशजी म अगाडिको हाम्रो कमलाजी के अरे बिन्दाजी बिन्दाजी ल हाम्रो उहाँ गाह्रो छ त्यो फुलको झाङबाट चाहिँ खोज्नु न त्यो माथि चाहिँ कि ओके ओके म त जान्छु अब एकछिन शीतल फेरेर हिँड्नु पाए हुन्छ लामा गयौँ हामी दही एकदम मिठो सबै सम्झिन्छु हामी जनताकै सेवामा हिँड्नुभयो तपाईँहरूलाई पनि धन्यवाद हो अनि तँ जाने त्यो एउटा केटो तपाईँहरूलाई निवेदन गर्छु एउटा केटो यो तल्लोपट्टि अलि
पीडित पनि हो क्या यो ठुलो कान्छाको छोरो अनि कुरो हो मर्जनी कुरो भन्दै अब अस्ताइरीको चिन्ता के रहेछ नि के रहेछ काठको घर यस्तोमा कसरी बस्नु भएको छ कहाँ बस्नु पटरमा बस्नु यसो बस्न त फेरि यस्तोमा बस्दा पनि डर लाग्दो उहाँहरूको यो सुरेल समुदायको चाहिँ अलि ज्येष्ठ नै हुनुहुन्छ नाङ्लो बुनेमा मात्र होइन गाउँमा लाग्यो कस्तरी आउँदो रहेछ भुइँचालो अनि कहाँ गयो त तिमी भुइँचालो आएको गोठमा अनि गोठ चाहिँ ढलेन ए यस्तो राम्रो लेखेको हेर्नु त रणबहादुर चाहिँ त्यस्तो डर लागेको भन्थे सबैजना थियो नि भूकम्प आउँदाखेरि लाज नमानिकन भन भूकम्प आउँदाखेरि म घरमै थिएँ ल बाबु राम्रो पढ्ने है के गर्दै थियौ नि काम गर्दै थिएँ अनि ए माथिबाट त सडक भने ठिकै यता आउनु पर्यो त्यहाँ ठिकै यतातिर नि अनि हामी ट्रेकिङ बेग्लै तालि हिँड्छौँ नि त कसरी हिँड्ने हो सब ट्रेकिङ चाहिँ लट्ठी टेक्नु अनि दिनमा मुस्किलले 2 किलोमिटर आएन त्यो हो के अरे छोड धुन्चेबाट गएर 3500 मिटर माथि लौरी पिनाक बसेर होइन सोलङपाटी अनि बम्बई भाइ के छ त हालखबर ठिक छ बाँच्नु सबभन्दा कसैलाई फोन गर्ने हो नि एनटिसी फोन लाग्छ है तपाईँको टावर कसैलाई फोन गर्नु सकेको थियौँ हामी गणेशजी ल ल अब स्कुल आइसक्यो सँगै जाउँ विद्यार्थीलाई ल्याएको ल तपाईँ अगाडि गएर खिचौँ गाडी आउँदैन भने कि आउँछु
अब वहाँ पनि छ शिविर छ कि पर शिविर यो कवितामा चाहिँ देखाइएको यो कवितामा छ त्यहाँ चर्चा गरिन्छ है त र घाम तिरमिर तारा बाँचिरहेको आवाज आदि प्रसिद्ध छन् उनका कविताहरू मेरो प्यारो करुणा मेरो प्रतिबिम्ब तिम्रो बातचित पैसा छैन आजीवन सदस्य थिए उनले 2027 सालको विज्ञान प्रज्ञा पुरस्कार र 2047 सालको पृथ्वी प्रज्ञा पुरस्कार समेत प्राप्त सिद्धिचरण श्रेष्ठ त्यहाँ के थियो आफ्नो जन्मभूमिप्रतिको आस्था देखाइएको थियो अनि उनी कस्ता विशेषता भएका अर्थात् कस्ता के निकाल्छ क्रान्तिकारी भने मतलब जस्तो परिस्थिति यो अनुसार चाहिँ लेख्छ क्या हैन अनि अर्को एउटा थप दिएको छ स्वच्छन्दतावादी हो कस्तो स्वच्छन्दतावादी स्वच्छन्द भनेको स्वत स्फूर्त भन्ने बुझिन्छ हो स्वत स्फूर्त रूपमा चाहिँ के गर्ने
तपाईँ एउटा सानो सानो बजार तिमीतिर पनि यस्तै भेट्छ नि भन्ने जग्गा त कहाँनिर माथि त्यो भोरलेबाट उँभो माथि चौतातिरको त केही भएन घरभन्दा माथिको भिर पनि चर्किएको छ अरे मैले चाहिँ देखाएको छैन त्यो बल्ल घिसिङकै घरको घरसम्म आइपुग्यो आइपुगिहाल्छ नि त्यो त हामीले चाहिँ अहिले रसुवाको गात्लामा 400वटा झोलामा खेल्ने मेटेरियल पढ्ने पेन्टिङ सब गरेर पठायौँ अनि त्यसपछि अर्को हामीले चाहिँ हाइजिन एन्ड सेनिटेसनको हेर्ने हो खानेपानी र टोयलेटको एउटा कुरा गर्नुपर्छ अब यहाँनिर कम्प्युटर बिग्रिरहेको छ कम्प्युटरहरूको लागि लाइब्रेरीको लागि के गर्न सक्छौँ यस्तो कुराहरूमा चाहिँ सकेसम्म विद्यार्थीहरूलाई चाहिँ पढ्ने खालको वातावरण गर्नुपर्छ यो हाम्रो अलि दुर्गम क्षेत्र जुन चाहिँ ड्रप आउट एकदम हाई छ एकदम उच्च छ त्यसको रोकथामको लागि अर्को चाहिँ हामीले अब यो स्वास्थ्यसँग पब्लिक जनस्वास्थ्यको हिसाबले हाइजिन एन्ड सेनिटेसन र अर्को अब हेऱ्यो भने न्युट्रिसनलाई नि हेर्नुपर्छ यो चाहिँ अलिक पछिल्लो दोस्रो चरणको कार्यक्रममा चाहिँ पोषणलाई पनि गर्नुपर्छ भन्ने लाग्छ त्यो पनि अब हामीले अवस्था हेरेर अब के गर्न सक्छौँ मैले नि अब गएर प्रपोजल लेख्ने हो माग्ने नै हो हामीले आफ्नो हातमा छैन होइन अब यो हेर्दैछौँ अब यो पछाडि पनि छ एउटा जग्गाको मूल्य बढाउन पाइने होइन 100% पहिलाको फिर्ता गर्ने आफूले बेचेको मूल्य फिर्ता गर्ने काम एउटा कुरो मान्नुहोस् यो जग्गा हाम्रो अनुगमनले सुन्दै कसैलाई त्यस्तो भ्रम नरोस् कि एउटा सपोर्ट गर्ने राम्रो बनाऊ के छ नन्दजी भनेर यसो रिजाइभ गरेको छ होइन ए ग्लासमा पर्दैन दाइ अब यहाँ लेख्यो भने चाहिँ हात चाहिँ धोइहाल्छ मेरो मिस ए होइन रहेछ मेरो होइन रहेछ कस्तो काटी आयो
सम्झियो बहिनीले दबाई नम्बरमा सम्झियो पछाडि त्यही त ढोमा तिनकै पछि हिँडेको भनेर नआएको हामी चाहिँ हतार